हेलो एन्ड नमस्ते गुड मर्निङ सबैजनालाई। मेरो सानो भिडियोमा हजुरहरूलाई स्वागत छ। लाइक सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला सबैले हेरेर। अनि आज चाहिँ मैले भिडियो किन सुरु गरिरहेको छु भने आज स्पेसल दिन हो नि त, एकदमै स्पेसल खुसीको दिन हो नि त आज। के भन्नुहुन्छ भने मेरो साथीको बिहा छ आज हैन, सो त्यही भएर म चाहिँ बिहामा जानुको लागि रेडी हुँदैछु। सो घरमा त केही मलाई मेकअप सेकअप गर्न आउँदैन, त्यही भएर म माथि पार्लर जानु लागेको छु हैन। साथीको बिहामा अलिअलि राम्रो त भएर जानै पर्यो हैन त साथीहरू। अनि उता इटरदेखि मेरो साथी पनि आइरहेको छ क्या बिहामै जानुको लागि। सो त्यही भएर आज चाहिँ हामी बिहामा जानुको लागि रेडी भइरहेछौँ। अनि त्यसैले अब हामी पार्लर जान्छौँ। अनि हजुरहरूलाई देखाउँछु के कस्तो हुन्छ, साथीको बिहामा कस्तो हुन्छ भनेर म हजुरहरूलाई सबै देखाउने छु। अहिलेको चाहिँ यस्तो छु, अहिलेको लुक्सहरू यस्तै छ। भरे रेडी भइसकेपछि कस्तो हुन्छ म हजुरहरूलाई सबै देखाउनेवाला नै छु। हामी चाहिँ अब छिटो छिटो गरेर दाजुसँग जानुपर्ने हुन्छ स्कुटीमा, उहाँ चोकमा पार्लर जानलाई रेडी हुनुलाई ढिलो हुन्छ नि त। अनि सो त्यही भएर छिटो छिटो गरेर जान्छ। मेरो साथी चाहिँ ब्रसहरू गइरहेछ ढिलो उठेर हैन। अनि सो त्यस्तै हो, म हेर्दै गर्नु होला, हजुरहरूलाई देखाउने छु। स्टे ट्युन गाइज। चाहिँ पार्लर आइसक्यौँ साथी र म। अनि त्यही भएर अब म चाहिँ हेर्दै गर्नु होला है त। हामी चाहिँ फाइनली रेडी भइसक्यौँ है, यस्तो भइसक्यो। साथी आन्टीलाई धन्यवाद त्यति राम्ररी बनाइदिनु भएकोमा। अब हामी चाहिँ छिटो छिटो जानुपर्ने हुन्छ, छिटो छिटो जानुपर्ने हुन्छ। जन्तीहरू आइसक्यो अरे होइन, हेर्दै गर्नु होला, म देखाउँदै गर्छु है हजुरहरूलाई। हामी चाहिँ फाइनली रेडी भइसकेर अनि साथीको बिहाको लागि जाँदैछु। मेरो चाहिँ कपाल उडाएर फुकाइदिन्छ खै क्या पुगिन्जेलसम्म। साथी चाहिँ राम्रै भएर हिँडिरहेछ, मेरो कपाल चाहिँ खुस्काइदिन्छ हेर। सफारीमा गयौँ आज हामी, ढिलो भइसकेको छ धेरै नै। बेहुला आएर बेहुली चाहिँ उडाइसक्यो होला। बेहुलीपट्टिको साथीहरू चाहिँ भर्खर जाँदैछ है, गिफ्ट बोकेर हिँडिरहेछ पनि बिहातिर जानु। अब हामी चाहिँ बिहा घरमा लाग्यौँ होइन, बेहुलीको घर भनौँ न अब। अनि त्यसपछि उहाँ गएर हामी बेहुलीहरू देखाउँछौँ। यहाँ रोक्दिनु न, के कस्तो हुन्छ देखाउँछु म हजुरहरूलाई, हेर्दै गर्नुलाई है त। हामी चाहिँ साथीको बिहामा गइसकेर अनि बेहुली चाहिँ देखाउनु पाएनौँ हामीले, किनकि फोटो खिचेर चाहिँ हामी बेहुलीसँग। अनि हामी चाहिँ बाटोमा भिडियो फोटो लिनुको लागि आएको। देखाउन सकिनँ होइन। अब चाहिँ यहाँ बेहुली अन्माउने बेला भइसकेको छ, बेहुली बिदाई कार्यक्रम हुँदैछ। बेहुली चाहिँ निकालेको छ, यस्तो सबै बेहेर अन्जम। मेरो साथी चाहिँ यहाँ चाहिँ, साथीले कसैले मन पराउनु भयो भने मलाई कमेन्ट गर्नु होला, म तपाईँहरूलाई मिलाइदिन्छु। उहाँ चाहिँ हामीले टिका लगाएर भिडियो चाहिँ देखाउन सकेनौँ, किनकि हामी अलिक स्याड मोडमा थियौँ, किनकि बेहुली रुएर हाम्रो पनि आँसु आयो। त्यही भएर हामीले भिडियो गर्नु पनि सकेनौँ। त्यही भएर हामीले चाहिँ अरू भिडियो चाहिँ लिनु सकेनौँ। लास्ट बिदाईको भिडियो चाहिँ हामी लिइरहेको छौँ, माइन्ड नगरी हेरिदिनु होला। किन टिका लगाएको देखाएन यिनीहरूले, किन भने
भयो हाम्रो चाहिँ सो त्यही भएर अब हाम्रो चाहिँ यहाँ बेहुली अन्माउने कार्यक्रम भइरहेछ म हजुरहरूलाई देखाउनु है त साथीहरू हामी चाहिँ टक्क लगाएर बिहा खाएर चाहिँ फर्किसक्यौँ है फेरि फाइनल्ली हामी चाहिँ फर्केर आइसक्यौँ होइन साथीको बिहे खाएर अनि बिहा खाएर हल्का हल्का आँसु आँसु पनि झार्यौँ होइन अनि त्यही भएर यस्तो छ हाम्रो आँखाहरू चाहिँ पुरा भुतको टल्काउँ गर्दैन कालो कालो भइरहेछ होइन हामी त्यही पनि त्यसै नै बाहुनी पर्यौँ अनि त्यही पनि तर ऊभन्दा म गोरी छु नि केही न केही फाइनल्ली गाइजहरू तपाईँहरू नै भनिदिनु न को गोरो छ को राम्रो छ भनेर अब तपाईँहरूले जज गर्न सकिहाल्नुहुन्छ नि हामी चाहिँ साथीको बिहा खाएर पनि फर्किसक्यौँ है अब मैले चाहिँ सबै भिडियो गर्नु सकिनँ किनकि म धेरै नै इमोसन भएँ किनभने साथी पनि धेरै इमोसन भयो अनि त्यही भएर चाहिँ हामी पनि त्यस्तै नै भयौँ है साथीहरू अब घर पुगेर म देखाउँछु हजुरहरूलाई सो गाइस हामी चाहिँ घर आइसकेर पनि लुगासुगा फेरेर पनि हाम्रो पहिलाकै लुक्समा आइसक्यौँ तर मेरो कपाल चाहिँ अब फेरि खोल्नु पर्ने हुन्छ कसरी खोल्ने त्यो मलाई आएर क्या साथीहरू सो पठाइदिएको छु सो आज त्यस्तै भयो मैले भिडियो हालेको छु अलिअलि होइन हेर्नु होला कस्तो लाग्छ मलाई कमेन्ट गर्नु होला जे जस्तो भए पनि आजको दिन चाहिँ रमाइलोमा बित्यो होइन अब यो कपाल कसरी खुस्काउने भन्ने कुरामा छु म अनि भिडियोहरू सबै हाल्न नपाए पनि अलिअलि हालेको छु तपाईँहरूले हेरेर माया गरिदिनु होला भन्दै आजको भिडियो चाहिँ म यहीँ इन गर्न चाहन्छु फेरि भेट्यो होला अर्को भिडियोमा है त लभ यु अल बाई बाई